म सानो हुँदा मम्मी डलर बढ्दा खुसी हुनुहुन्थ्यो किनकि बाबाले विदेशबाट पठाएको पैसा त्यो महिना अलि बढी हुन्थ्यो। त्यति बेला डलर बढ्नु भनेको नयाँ कपडा, मिठो मसिनो खाना पाउनु र कहिलेकाहीँ घुम्न जाने बहाना हुन्थ्यो। र समयसँगै मैले बुझ्दै गएँ डलर बढ्नुको कथा यतिमा मात्रै सीमित रहेनछ। एक दिन बजार गएर थाहा भयो पेट्रोलको मूल्य बढ्यो, सब्जी महँगो भयो, बसको भाडा बढ्यो, उही पैसामा झोला आदि मात्रै भरिन थाल्यो। र मैले आफैलाई प्रश्न गरेँ, पैसा त झन् धेरै आइरहेको छ तर खर्च गर्न किन पुगिरहेको छैन? यसको उत्तर बजारमा लुकेको थियो। नेपाली आयातकर्ताले औषधि, मेसिन, मोबाइल सम्पूर्ण कुरा बाहिरबाट डलर तिरेर किन्छन्। जब डलर महँगो हुन्छ सोही सामान किन्नलाई थप नेपाली रुपियाँ चाहिन्छ। तब व्यवसायीले के गर्छन् त? घाटा खाएर त बेच्न सक्दैनन्, त्यही भएर बढी तिरेको पैसा मूल्यमा जोड्छन् र यसको नतिजा महँगो पेट्रोल, महँगो औषधि र महँगो जीवन हुन्छ। डलर बढ्दा घरभित्र आउने पैसा बढ्ला तर बजारको आगो झन बल्छ। नेपाल जस्तो देश जहाँ कम उत्पादन र धेरै आय छ, डलर बलियो हुँदा नेपाली पैसा कमजोर हुन जान्छ, जसले गर्दा सरकारलाई ऋण तिर्न महँगो पर्छ, बैंकले ब्याज बढाउँछन्, व्यवसाय सुस्ताउँछन् र सपना ढिलो हुन्छ। त्यसैले बुझे डलर बढ्दा खुसी हुने दिन छन् तर ती क्षणिक हुन्। महँगो जीवन, कमजोर अर्थतन्त्र यी दीर्घकालीन असर हुन्। डलरको रेट बढ्नु धनी देशको लागि शक्ति हो भने नेपाल जस्तो देशको लागि परीक्षा हो। र यस्तै जानकारीमूलक भिडियो हेर्न मलाई फलो गर्न नबिर्सिनुहोला।